ल यो हाम्रो जुन वाल लाएर होइन अनि ढलान गरिन्छ नि होइन कहिले के हुन्छ भने जुन यिनीहरूले त्यो बिमको लागि साइड हाल्छ होइन साइड हाल्दाखेरि साइडको तलपट्टि ग्यापहरू हुन्छ कि यदि हाम्रो फर्माहरू राम्रो छैन फर्माको काम राम्ररी गरिएको छैन होइन फर्माहरू नयाँ छैन यो साइडहरू अलिक भागेको छ भने यस्तो पनि हुन्छ क्या है तल ग्याप हुन्छ अब माथिबाट कन्क्रिटिङ गर्दाखेरि त्यो जुन सिमेन्टको गोलाहरू यसरी चुइन्छ होइन अनि चुइसकेपछि ल हेर्नु त लगभग कम अनि कम छ त्यो पुरो डन्डी नै देखिरहेको छ नि होइन पुरो डन्डी देखिरहेको छ होइन यस्तो अवस्था हुन्छ क्या है त्यसैले हामीले प्रायः ठाउँमा चाहिँ यो पहिला सुरुमा स्ट्रक्चर यो फ्रेम तयार गर्नु पिल्लर बिम तयार गर्नु त्यसपछि इन्फिल वाल लगाउनु भनेर भन्छौँ नि त्यो गर्दा के हुन्छ भने बिमको लागि यिनीहरूले फर्मा गर्दाखेरि साइडले छेक्छ तल पनि अर्को प्लाइ हाल्छ चारैतिर हाम्रो तिनतिर फर्माले हुन्छ क्या कतैबाट चुइने ठाउँ हुँदैन होइन एउटा बक्सै बनाए हुन्छ नि त त्यो भएर कुनै ठाउँबाट चुइँदैन अनि बिमको फिनिसिङ राम्रो आउँछ जस्तै यो बिम हेर्नु त यो बिममा भर्खर वाल लगाउँदैछ नि यो बिमको फिनिसिङ कति राम्रो छ होइन किनभने यता पनि प्लाइ भयो यता पनि प्लाइ भयो र उता पनि प्लाइ भयो कतैबाट चुइँदैन पालै हुँदैन क्या तर वाल लगाएको ठाउँमा के हुन्छ यता र यता प्लाइ हुन्छ तल त वाल भयो अनि वाल र त्यो प्लाइको जुन छ नि तलको भाग त्यहाँनिर ग्याप हुन्छ क्या सानो ग्याप हुन्छ अनि त्यहाँबाट यो भाइब्रेटर गर्दा अथवा कन्क्रिटिङ गर्दाखेरि स्लरी चुइसकेपछि नि यसरी अनि कमहरू आउँछ क्या है त्यसैले काम गर्दाखेरि विचार गरेर नै काम गर्न जरुरी छ है त अब यसलाई क्योर चाहिँ कसरी गर्ने त होइन अब यसलाई हामीले गर्नु नै पर्ने भनेको अब यसलाई यो त्यसको स्ट्रेन्थ धेरै कम हुन्छ फेरि हामीले प्रेसर ग्राउन्डिङ गर्नु पऱ्यो है सिलिकाहरू हालेर त्यसमा हाम्रो यो माइक्रो कन्क्रिटहरू हालेर होइन यसलाई स्ट्रेन्थेन गर्नुपर्छ साइडमा त्यो के भन्छ सिमेन्टको मुठा बनाएर अनि टाल्ने काम गरिन्छ होइन त्यसरी त्यसले स्ट्रेन्थै पाउँदैन त्यो चाहिँ टाल्ने मात्र काम हुन्छ है